उहाँ दिदीहरूले चिया टिप्दै हुनुहुन्छ हेर्नुहोस् त। टक्क लाएर पिठी मुटुको हालेर त्यो चिया टिप्ने टक्क कठहर जस्तो है कटकट गरेर मजाले चिया टिपिराख्नु भएको छ चिया बगानतिर हेर्नुहोस् त। धेरैजना छन्, उहाँ अर्को दिदीले पनि चिया टिप्दै हुनुहुन्छ। यस्तै धेरैजना छन् उहाँहरू यसरी चिया बगानदेखि टकाटक चिया टिपेर फेरि यो चिया बन्ने ठाउँमा जान्छ होला है, ल चियापत्ती बन्ने ठाउँमा। त्यहाँबाट यो चियाको प्याकिङ भएर यताउता जाने रहेछ हेर्नुहोस् त। मसिन पनि कति राम्रो हो क्या त्यो हातमा है, हातदेखि कैँची जस्तै है टक टक अलि सबैको हातमा त्यस्तै छ हेर्नुहोस् त। अर्को मान्छे पनि हुनुहुन्छ तलतिर, अर्को धेरैजना लाग्नु भएको छ है। थोडै गरेर माथिको काट्दैन रहेछन् है, कटरले टकटक पारेर काटेर अनि माथि डोकोमा पर्ने रहेछन् हेर्नुहोस् त। टाइम त जाने रहेछ नि है, जरा यस्तै टिप्दाखेरि माथिको निकाल्नु पर्ने रहेछ हेर्नुहोस् त। तपाईहरुलाई भिडियो कस्तो लाग्यो, भिडियो अन्तिमसम्म हेरेर हाम्रो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नु होला। हेर्न सक्नुहुन्छ थुप्रैजना हुनुहुन्छ। तल चाहिँ रोड रहेछ, माथि चिया बगान है हेर्नुहोस् त। भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरु है, रमाइलो पनि छ, एकदम राम्रो छ। तपाईँ हामीले चिया बनाएर खाने चियाको पाउडरको हो जो चिया हो, यसरी चियाको बगानबाट चिया टिपेर यसलाई अब यो उद्योगहरुमा गएर यहाँबाट अनि चिया बनेर अनि प्याकिङ भएर आउने रहेछ साथीहरु हेर्नुस् होला। तपाईँ हामीले दैनिक रूपमा युज गर्ने चियापत्ती यसरी खेती गरिन्छ र त्यहाँबाट यसरी बनेर आउँछ। यो खेतीको सिजनको फोटो है, भिडियो। उहाँ चाहिँ मालिक हुनुपर्छ है चिया बगानको, हेरिरहनु भएको छ। उहाँ दिदीहरूले टिप्दै हुनुहुन्छ हेर्नुहोस् त। भिडियो अन्तिमसम्म हेर्नु होला।